12 बज्न लागेको थियो। अब यसो पार्किङमा गाडी रोकेर खानासाना खानु पर्यो भन्दै भनिरहेको थियो साथीहरूलाई। अनि पार्किङमा रोकेर पहिले यसो गाडीलाई चेक गरौँ होइन, यत्रो कुदेर आएको गाडी, टायर सायर के कसो छ भनेर चेक गर्न गएको। टायरमा त किल पसेछ, त्यही पनि 18-20 नम्बरको बोल्टै पसेछ त। नयाँ टायर लगाएको थियो अस्ति, यस्तो 18-20 नम्बरको बोल्टै गएछ। अब यसमा हावा हालेर पनि हुँदैन, हावा छैन टायरमा, त्यही भएर अब स्टेप्नी फेर्नै पर्छ। अब साथीहरू तपाईँसँग खानासाना खाँदै गरे बेला म चाहिँ स्टेप्नी खोल्न लागेको। स्टेप्नी खोलेर राखिदिएपछि उतै फुत्त टायर सायर खोल्ने, जगसग लगाएपछि टाइम लाग्दैन। स्टेप्नी खोलेर अनि साथीहरू आएपछि यसो झुन्डी खोल्नुपर्छ। यति बोल्ट टाइट गरेछ मेसिनले, दुईजना चढेर झुन्डेर खोल्दा मात्र खुलेछ। टाइट पनि दह्रो गर्दैछ बोल्ट। घाम पनि त्यस्तै छ, 40-45 डिग्री घाम छ। अब यता त्यो महत्ता पनि छैन, नत्र महत्तामा चेन्ज गर्दा पनि हुन्थ्यो। अब दुईजना साथीले झुन्डी खोलिरहेछ। तबसम्म म चाहिँ अब तल बसेर जग लाउन गएँ। जग लगाएर जग त उठाउनै पर्यो, जग लगाएर अनि साथीहरू चाहिँ बाहिर खोलिरहेछ। अनि म फेरि बाहिर आएँ, साथीहरू यसो झुन्डी बोल्ट खोलिरहेछ। बोल्ट खुले छैन सबै अहिलेसम्म। पाइप चाहिँ लामो पाइप ल्याएर आधी यसो मिलेन, पुरै घोसाल्नुपर्छ भन्दै साथीहरूलाई भने मैले। अनि साथीहरूले दुईजना झुन्डी खोले टायर। एक्लै भएपछि लास्टै गाह्रो हुन्छ बाहिर कुद्नु बेला। 2-3जना बोल्छ टायर खोल्न, 2-3जना भएपछि। अनि उहाँ चाहिँ हाम्रो भण्डारी दाइ चाहिँ स्टेप्नी लिएर बसिरहेछ। कतिखेर खोले, कतिखेर हाल्ने लाउने स्टेप्नी भएर। अनि त्यो पङ्चर भएको टायर खोलेर स्टेप्नी हाल्दैछ साथीहरूले। जबसम्म पाल मिलाउनु त मसँग स्टेप्नी लाउन गाह्रो हुन्छ। पाल मिलेपछि ठ्याक्कै पस्छ। अब त्यही साथीलाई भनेको कि पाल मिलाएर पसाऊ, पाल मिलेपछि झ्याप्पै पस्छ त्यो टायर। जबसम्म पाल मिलाउँदैन तबसम्म लास्टै झ्याम हुन्छ, जति गर्दा पनि पस्दैन। स्टेप यो टायर पङ्चर भएपछि टायर लाउने तरिका भनेको त्यही हो, पाल मिलाउने अनि झ्याम्मै लगाउने। अनि टायर सायर लगाएर साथीहरूले फेरि टाइट गर्न लागे। म चाहिँ स्टेप्नी झुन्ड्याउनतिर गएँ। उहाँ चाहिँ भण्डारी दाइ मजाले ह्यान्डल घुमाइरहेछ स्टेप्नी उठाउनलाई। यो ह्यान्डल घुमाउने भएपछि सजिलो हुन्छ, किनकि सानो ह्यान्डलमा घुमाउन हात दह्रो दुख्छ। फेरि ठुलो ह्यान्डलमा सजिलो हुन्छ घुमाउन। अनि स्टेप्नी झुन्ड्याइसकेपछि फेरि हामी उतै अर्कोतिर लागे। यता चाहिँ हाम्रो साथीहरूले बोल्ट चाहिँ टाइट गर्दैछ। घाम चाहिँ दह्रो छ, यस्तो घाम अलिक गाह्रो हुन्छ होइन। अनि सबै थोक टाइट भइसक्यो, हल्का मात्रा छ। टाइट गरेर फेरिसक्यो। अब सबै साथीहरू निस्किन लाग्यो। यत्रो घाममा टायर फेर्न पनि गाह्रै हुन्छ।